हाई एभ्रिवान, नमस्ते। सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आज मैले लाछाडोरीको भिडियो लिएर आएको छु। लाछाडोरी बनाउन एकदमै सजिलो छ र चाँडो पनि हुन्छ। यसको लागि हामीलाई धेरै मेटेरियल्सहरूको आवश्यक पनि पर्दैन। हामीसँग फरक फरक कलरको ऊन, सियो, कैँची, मोती भए मात्र पनि पुग्छ। सुरुमा हामीले योबाट स्टार्ट गरौँ, घन्टी बनाउन सुरु गरौँ। यसको लागि चाहिँ मैले 4 नम्बरको यस्तोवाला हुक लिएको छु अनि कलर रेड कलरको धागो लिएको छु। एक, दुई, 3, 4, 5, 6। छवटा चेन तानिसकेपछि यहाँबाट फर्स्ट चेनबाट यसलाई जोइनिङ गर्ने। चेन 1। हामीसँग 6 वटा चेन हुन्छ। एउटा चेनमा चाहिँ 2 पटक सिंगल क्रोशे गर्ने। 1 2 3 4 5 6। Two, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12। फर्स्टमा हामीले चाहिँ 6 वटा चेन तान्यौँ। त्यस 6 वटामा चाहिँ डबल चोटि एउटै सेम घरमा सिंगल क्रोशे गऱ्यौँ। त्यही भएर चाहिँ टोटल 12 वटा चेन भयो। अनि यसमा चाहिँ अब हामीले कन्टिन्यू एक एकचोटि सिंगल क्रोशे गर्दै जाने। कतिचोटि गर्ने भनेपछि हजुरको 4 टाइम सिंगल क्रोशे रिपिट गर्दै जाने। यो 4 पटक भइसक्यो। अब यसलाई चाहिँ अर्को चेनमा घर बन्द गरिदिउँ। यो भइसकेपछि चेन 1 अनि हाफ डबल क्रोशे, एकचोटि हाफ डबल क्रोशे अगाडिको चेनबाट।
हाफ डबल क्रोसे, फेरि सेम त्यही चेनमै डबल क्रोसे, फेरि हाफ डबल क्रोसे, त्यसपछि फेरि यहाँबाट यो अर्को है अगाडिको चेनबाट यहाँबाट बन्द गरिदिने, बन्द भयो। त्यसपछि फेरि अर्को अगाडिको चेनबाट फेरि बन्द गरिदिने, भइसक्यो। त्यसपछि फेरि चेन 1 अनि यतातिरको जस्तै सेम प्रोसेस, हाफ डबल क्रोसे, डबल क्रोसे, फेरि हाफ डबल क्रोसे, त्यसपछि अगाडिको चेनबाट यसलाई बन्द, फेरि योदेखि अगाडिको चेनमा फेरि एकचोटि बन्द गरिदेऊ। यस्तो बन्दै जान्छ यो। यो भइसक्यो। अनि फेरि चेन 1 हाफ डबल क्रोसे, डबल क्रोसे, फेरि हाफ डबल क्रोसे, अनि यो भइसक्यो। भइसकेपछि चेन क्लोज। यसलाई चाहिँ अब कट गरौँ। घन्टीको सेप बन्यो। अब हामीलाई चाहिँ डोरीको लागि चाहिँ 3वटा चाहिन्छ। यो चाहिँ मैले बनाएर देखाएँ हजुरहरूलाई। अब म चाहिँ अर्को 2वटा पनि बनाउँछु। मैले यो 3वटा बनाइसकेँ, 3वटा बनाइसकेँ। अनि अब चाहिँ यो वाला डोरी हुन्छ नि, अहिले चाहिँ यसलाई कट गर्नु हुँदैन, यतिकै छोडिदिनु। 3वटा भयो। अब हजुरको यो खालको बनिसकेपछि यसको तल यो झुम्कावाला यो बनाउनु पर्ने हुन्छ। यसलाई पनि रेडी बनाऊ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30।
यसको झुम्का पनि बनिसक्यो। अब चाहिँ यस्तै 3वटा बनाऊँ। झुम्का पनि हामीले चाहिँ 3वटा बनाइसक्यौँ। अब यो बनिसकेपछि चाहिँ यस्तो खालको घन्टीदेखि तल लगाउने झुम्का यो भइसकेपछि चाहिँ हामीले चाहिँ यस्तो वाला फ्लावर बनाऊँ। अब यसको लागि हामीलाई अब मोती चाहिन्छ र ऊनहरू चाहिन्छ डिफ्रेन्ट कलरको। फुल बनाउनको लागि चाहिँ मैले चाहिँ 2वटा ऊन मिसाएर बनाउँदैछु र यो चाहिँ 2.75 को हो हुक चाहिँ। अब यसमा नम्बर गइसक्यो तर 2.75 को हो यो वाला हुक लिएको छु। हजुरहरूले धागो हेरेर जति नम्बरको हुक लिँदा पनि हुन्छ धागो अनुसार। यो 2वटाको लागि चाहिँ यो ठिकै छ। म यसले नै बनाउँदैछु। एक 2 3 4 5 6 7 8 9 10वटा सिंगल क्रोसे गरिसकेपछि यसलाई तान्ने। पहिलो चेनबाट यसलाई जोइन गरिदिने। एक 2 गराइसकेपछि चाहिँ डबल क्रोसे पहिलो चेनबाट डबल क्रोसे गराउने। एक फेरि यही चेनबाटै डबल क्रोसे 2 अनि यस्तो चेन 2 1 2 फेरि अगाडिको चेनबाट 2 टाइम्स डबल क्रोसे 1 2 फेरि चेन 2 1 2 फेरि अगाडिको चेनमा क्लोज फेरि 1 2 यसलाई चाहिँ अलिकति लामो नै छोड्नुपर्ने हुन्छ। पछि चाहिँ यो अट्याच गर्दाखेरि यो डोरीमा अट्याच गर्दाखेरि चाहिँ यही नै प्रयोग हुन्छ। त्यसैले अलिकति लामो नै छोड्नुपर्छ।
यो भइसक्यो। अब यसमा चाहिँ मोती राखौँ। मोतीको लागि चाहिँ मसँग यस्तो खालको मोतीहरू छ। यसरी सियोले तान्ने। यो खालको सियो चाहिँ हजुरले मार्केटमा पाउन सक्नुहुन्छ उन पसलहरूमा। यही उनबाट भइसक्यो। अनि यसलाई चाहिँ यत्तिकै छोड्नुपर्छ। अहिले यो डोरीमा अट्याच गर्दाखेरि काम लाग्छ। एउटा मैले बनाइसकेको छु। हजुरहरूले जतिवटा पनि राख्न सक्नुहुन्छ लाछामा। मैले चाहिँ 3वटा यस्तो लाछामा राख्दैछु। पहिले म सबै फुलहरू बनाएर तयार पार्छु। फुलहरू बनिसकेपछि चाहिँ अब चाहिँ डोरी बनाउन लागौँ। यो डोरीमा चाहिँ मैले ग्रीन कलरको धागो प्रयोग गरेको छु भने अब अर्को चाहिँ मैले वाइट कलरकोमा बनाउँछु। अनि हामीलाई चाहिन्छ 2वटा हुक। एउटा चाहिँ 2.75 को हुक यो पात बनाउनको लागि प्रयोग गरेको छु। यो चाहिँ फोको 4 नम्बरको हुक चाहिँ यो वाला डोरी बनाउने। यसमा पात चाहिँ यसले बनाउने। ल सुरु गरौँ। यो चाहिँ हामीले डबल उन मिसाएर गराउनु पर्ने हुन्छ। पातलो एउटाले मात्र बनाउँदाखेरि एकदम पातलो हुन जान्छ। डबल गराएपछि ठिक्कको बन्छ। यो तल चाहिँ यति जति नै छोड्नुपर्छ। पछि योमा झुम्का बाँध्दाखेरि काम लाग्छ। एक 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15
चाहिँ यसको फुल बनाऊ चाहिँ पात चाहिँ यो हुकले बनाऊँ। सरी चाहिँ पहिलो दोस्रो यो दुईवटा चेन छोडेर 1 2 तेस्रोबाट डबल क्रोसे 2 टाइम्स 2 चोटि डबल क्रोसे गर्ने। 1 2 अनि फेरि 2 चोटि चेन तानेर यो छ नि अगाडि योबाट यसलाई यहाँ बन्द गरिदिउँ। अनि फेरि यही चेनबाटै 2 चोटि डबल क्रोसे गर्ने। 1 2 पात बन्यो। अब 1 2 3 चेन तानेर यसबाट जोइन गरिदिने। जोइन गर्ने अनि फेरि यो अगाडिको चेनबाट फेरि एकचोटि बन्द गरिदिने। यस्तो खालको पात बन्यो। यस्तो खालको पात। फेरि अब यस्तो यो बनाउनको लागि चाहिँ अर्को हुक युज गर्ने। यो 15 भएको थियो भने यसलाई चाहिँ 22 चोटि गराउने। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 फेरि पात बनाउनको लागि लम्बाइ कति राख्ने आफ्नो हिसाबले राख्नुपर्ने हुन्छ। मैले चाहिँ यो वाला पहिले बनाएको चाहिँ यति नै गराएको थिएँ। अब यो पनि म यही लेन्थमै बनाउँछु। कतिवटा पात छ यसमा 1 2 3 4वटा पात राखेको छु मैले यसमा। यो बनाएर म हजुरहरूलाई देखाउँछु। लम्बाइ चाहिँ हजुरले आफ्नै हिसाबले राख्न सक्नुहुन्छ। लामो छोटो जति पनि गराउन मिल्छ। टोटल 8वटा पात बनाइसकेँ मैले। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 हजुरहरूले आफ्नो होइन आफ्नो हिसाबले होइन लेन्थ कतिको राख्न चाहनुहुन्छ त्यही अनुसारले नै यो फुलहरू यो पातहरू बढाउन सक्नुहुन्छ। मैले चाहिँ यतिकै लम्बाइ राखेँ। अब चाहिँ यसलाई अलिकति लामो गराएर कट गरौँ। यो बान्नको लागि चाहिन्छ फेरि। दुईवटा। अब एउटा डोरी चाहिँ बनाउनु पर्ने हुन्छ छुट्टै। पहिले चाहिँ यो वाला जोड्छु म अनि जोडेर चाहिँ अर्को बनाउँछु। यसको लागि यसमा चाहिँ मैले मोती पनि एड गर्ने सोचेको छु।
मसँग मसिनो खालको सियो छैन। मसिनो खालको सियो भयो भने इजी हुन्छ। मसँग नभएको कारणले चाहिँ मैले हातले नै गराउँदैछु। यो भयो अनि दुईवटा राखिसकेपछि अब चाहिँ डोरी फुर्का जोडौँ। दुईवटा रेडी भयो। अब चाहिँ अर्को बनाऊँ। योसँग बराबर हुने अर्को डोरी पनि रेडी बनाइसकेँ। अब यसलाई चाहिँ यहाँबाट जोइन गर्नुपर्छ। त्यसको लागि थोरै डोरी लिने। सियोले यहाँदेखि बराबर हुने गरेर यसलाई अट्याच गर्नुपर्छ। लाछा फुल जोड्नको लागि तयार भइसकेको छ। यसको माथि अब फ्लावर अट्याच गर्ने। 1 2 3 मैले पोइन्ट गरेर देखाएको ठाउँहरूमा फुलहरू जोड्नुपर्ने हुन्छ।
हजुरहरूलाई मैले एउटा फुल जोडेर देखाइसकेँ। अब म सबै फुलहरू जोड्छु। फाइनल्ली हाम्रो लाछा डोरी बनेर तयार भइसक्यो। यो भिडियो हेरेर हजुरहरूले केही बुझ्नु भएन भने मलाई कमेन्ट गर्नुहोला, म कमेन्टको रिप्लाई दिनेछु। Thank you for watching.